कसरी तान्न सक्नुहुन्छ? हजुरआमाले खाएको अंगुर निकाल्दा फेरि टोमीले ननिकाल्नु भन्दा फेरि जबरजस्ती निकाल्नुहुन्छ र हजुरआमा भने बिरामी हुनुहुन्थ्यो र टोमीले भने बजार गएर हजुरआमाको लागि अंगुर लिएर आइदियो र हजुरआमालाई भोक लाग्यो भनेर अनि त्यसपछि मालिकले निकाल्दा फेरि भने त्यसलाई गाली गर्दा फेरि टोमीलाई अझै रिस उठ्छ र अझै रिस उठेपछि टोमी भने उठेर ढ्याल्लक्क उठ्छ र उता भने गएर तान्छ मालिकलाई भने टोमीको डर लाग्दैन र फेरि निकालेर खान खोज्दा टोमीले भने त्यो ज्याकेट भने तान्दा फेरि त्यो मालिकलाई भने बाहिर लिएर जान्छ र बाहिर लिएर तान्दै बाहिर लिएर गएर बाहिर फालिदिन्छ। सो मालिकले तानेर बाहिर निकाल्दा फेरि टोमी फटाफट आउँछ र ढोका लगाइदिन्छ। त्यताबाट ढोका लगाइदिएपछि भने मालिक उता जानुहुन्छ र अनि फेरि पछि साथीहरू हजुरआमालाई भने पानी प्यास लाग्छ र टोमीले गएर उति फेरि गएर फ्रिजबाट पानी निकालेर हजुरआमालाई दिन्छ र द्याएपछि हजुरआमा एकदमै खुसी देखिनुहुन्छ। हजुरआमाले भने टोमीलाई एकदमै माया गर्नुहुन्छ र माया गर्दा फेरि टोमी भने एकदमै खुसी हुन्छ र खुसी भएपछि अनि त्यहाँ हजुरआमालाई भने खानु भन्छ। हजुरआमाले भने टोमीलाई सानैबाट पाल्नु भएको थियो र हजुरआमालाई भने गरेको काम देख्दा एकदम खुसी देखिनुहुन्छ। साथीहरु हजुरलाई भिडियो मन पर्यो भने एक लाइक गरी च्यानल सब्स्क्राइब कमेन्ट गर्न नभुल्नु होला।